बनाएको चिज आज यतिको लेभलको बनाउनु भनेको यो सबभन्दा उत्कृष्ट। यो 5-7 वर्ष एक्सपिरियन्स सेफहरूले बनाएको जतिको कलर टेक्सचर त्यो सबै त्यो आयो होइन। कमी कमजोरी त्रुटिहरू त के छ भने हामी जस्तो प्रोफेसनल सेफले बनाउँदा त आउँछ होइन। भर्खर हिजो मात्रै बनाएको कहिले नदेखेको चिज आज बनाउँदाखेरि थोरै कमी कमजोरी त्रुटिहरू हुन्छ होइन। त्यो भयो भन्दामा टेन्सन पनि नगर्नु होइन, बिस्तारै सुध्रिँदै जाने हो। तर सधैँभरि त्रुटि त गर्नु भएन नि, फेरि सधैँभरि मिस्टेक त गर्नु भएन हो। त्यो चिजलाई याद गऱ्यो भने र यति चिज अहिले जसरी बनाएको छ त्यो बनाएको चिज चाहिँ हामीले भोलिको दिनमा इन्डस्ट्रीमा गएर काहीँ चान्स पाउने बित्तिकै झ्याप्प गर्न सक्ने भयो भने जिन्दगी बनाउन त्यति धेरै समय लाग्दैन। हामी के छ आज बनाएको भोलि बिर्सिन्छ, भोलि बनाएको पर्सि बिर्सिन्छ। त्योले चाहिँ जिन्दगी बन्न धेरै गाह्रो हुन्छ। जिन्दगी त बन्छ तर समय गएपछि बन्छ। समय गएपछि बनेको जिन्दगीको के अर्थ हुन्छ? केही पनि हुँदैन। त्यसले गर्दा यो चिज याद गर्नु पऱ्यो। यो सबैको बवाल छ। अब यो